के देख्यो यार भर्खर के देख्यो अहिले म स्टिल सकमा छु के त्यो गुज बम्प्स आइरहेको क्या लाइक मैले त्यो विश्वास नै गर्न सकेको छैन लियोनल मेस्सी 38 वर्षको बड्डो भएर पनि ह्याट्रिक इन द फर्स्ट वर्ल्ड कप म्याच अफ 2026 अफ अर्जेन्टिना ह्याट्रिक सानोतिनो होइन क्या आउटसाइड अफ द बक्समा टप बिन्स होइन त्यो स्निकी प्लेसमेन्ट टिपिकल मेस्सी थियो लास्ट गोल त एकदम त्यो टिपिकल मेस्सी थियो ओ माई गड म त पहिले म चाहिँ फुटबल हेर्न लागेको 2015 को च्याम्पियन लिग फाइनल देख्यो मैले बिचमा अलिअलि हेरिरहेको थिएँ होइन बार्सिलोना फ्यान त्यसमा स्पेसली मेस्सीको फ्यान पछि चाहिँ हेर्दै हेर्दै गयो अब त सक्दैन होला भने फेरि मेस्सी आइहाल्छ मलाई यो वर्ल्ड कपमा मेस्सी मैले त्यति धेरै खेल्छ जस्तो पनि लागेको थिएन किनकि अब ओल्ड भइसक्यो नयाँ प्लेयर आएछ निको बाजहरू बार्कोहरू भ्यालेन्टिन बार्कोहरू आइरहन होइन तिनीहरूले टाइम पाउँछ होला झन् अब बेन्च गरेर देखाऊ मेस्सीलाई टप स्कोरर भइसक्यो वर्ल्ड कपको ओ माई गॉड लियोनल मेस्सी नो हेड है नो हेड आई थिङ्क देयर इज नो कम्पेरिजन टु anyone no head I respect all the players Cristiano Ronaldo Neymar सब जो पनि के लाइक मेरो आइमा मैले जहाँसम्म लाग्छ ग्रेटेस्ट अफ अल टाइम के लाग्दैन कि जब त्यसको खुट्टामा बल पर्छ लाइक हुन्छ नि इजी काम कम्पोज ब्याङ उभिरहेको हुन्छ गयो ब्याङ ओ माई गॉड मेस्सी आई लभ यु यो वर्ल्ड कपमा त मेस्सीले खेल्छ कि नै भन्ने कुरा थियो अब हेर अब खेल्छ कि नै मेस्सीले अब गोटले खेल्छ कि नै यो वर्ल्ड कपमा त लामिन यामाल एम्बाप्पे माइकल ओलिसे यिनी प्लेयरको के भन्छ जनि अब यो वर्ल्ड कपमा यिनीहरू चाहिँ हुन्छन् भन्दाखेरि त अगेन द गोट डिड इट अगेन भने जस्तै ओ माई गड मेस्सीको एम्बाप्पेको गोल त हिजोको गोल त पुरा ओभर स्याडो नै गरिदियो मेस्सीले त्यो के कसैले कुरै गर्दैन थियो हिजो 2 गोल हानेको थियो सेनेगलमा त्यो त ओभर स्याडो नै भयो गोल पनि टप एन्ड राइट कर्नर टप बेन्च लेफ्टमा एकदम त्यो टिपिकल मेस्सी हुन्छ नि त्यो लास्ट गोलको त मैले त्यो रियल मड्रिडसँग हानेको थियो नि त्यो मेस्सीले लास्ट मिनटमा त्यो गोलको याद आयो क्या खतरै गरे मेस्सी अब नेक्स्ट म्याच छ कसको अर्जेन्टिनाको नेक्स्ट म्याच कोसँग छ म्याच छ अर्जेन्टिनाको नेक्स्ट अस्ट्रियासँग अस्ट्रिया चाहिँ अलि स्ट्रङ टिम छ अस्ट्रेलिया बट अल्जेरिया पनि राम्रो खेलिरहेको थियो मैले सुनेअनुसार मैले के सुनेको थिएँ भने चाहिँ साउथ अमेरिकन टिमले यो वर्ल्ड कपमा एउटा पनि म्याच जितिरहेको थिएन अहिलेसम्म भनेपछि अर्जेन्टिनामा अलिक प्रेसर पनि थियो अब ब्राजिल पनि ड्र खेलिरहेको थियो अरू टिम उरुग्वे पनि ड्र थियो एन्ड सेनेगलले हिजो हार्यो सेनेगल त ऊ अफ्रिकाको टिम हो होइन पाराग्वे हार्यो कोलम्बिया पनि ड्र थियो कि कोलम्बिया ड्र थियो भने अल आइज अन मेस्सी एन्ड अर्जेन्टिना एन्ड वाट अ वे टु अनाउन्स द 2026 कि कसैले लाग्दै लागेन क्या मलाई त्यो 22 अर्जेन्टिना र 2026को त्यो अर्जेन्टिनाको त्यो धेरै ग्याप नै जस्तो लागेन क्या लाइक भर्खर अस्ति भएर फेरि बिचमा ग्याप भएर फेरि खेल्न लागेको जस्तो भइरह अब आज राति पोर्चुगलको म्याच छ 45मा मेस्सीले त्यो अल टाइम टप स्कोरर पनि रिच गर्यो मिरोस्लाभ क्लोज जर्मनीको कताको त्योसँग क्लोज गर्यो 16 गोल एन्ड अभियसली मेस्सीले ब्रेक गर्छ अझै फर्स्ट म्याचमै ह्याट्रिक सेकेन्ड म्याचमा अब अस्ट्रियासँग छ अब मलाई जहाँसम्म चाहिँ फ्रान्स पनि हिजो फर्स्ट फ्रान्सको कुरा गर्दा फ्रान्सको पनि हिजो फर्स्ट के भन्छ उसमा फर्स्ट हाफमा चाहिँ पुरै सेनेगलले लगाएको थियो त्यसको राम्रैसँग फ्रान्स आई डोन्ट थिङ्क फ्रान्सले राम्रो खेल्यो फर्स्ट हाफमा त एकदम जोर खेल्यो फ्रान्सले 0.09को एक्सिस थियो फ्रान्स के भनेर चिनिन्छ लाइक फ्रान्स इज द मोस्ट अट्याकिङ प्लेयरहरू छन् नि त खतरा अट्याक डेजिरे डुए डेम्बेले किलियन एम्बापे ओलिसेस होइन तर मलाई फ्रान्सको एउटा म्यानेजरको एउटा कुरा चित्त बुझेन 2026मा ऱ्याबियटले किन खेलिरहेको
त्यो अब एक्सपिरियन्स लिए छ भनेर हो कि के हो थाहा भएन, तर त्यो रायन सर्की उसमा म्यान्चेस्टर सिटीमा पुरा खतरा सिजन खेलेर आइरहेछ, कति दामी खेलिरहेछ। त्यो खेल्ने हो नि त क्रिएटिभिटी। के भन्छ फ्रान्समा सबभन्दा ल्याक के छ अहिले, क्रिएटिभिटी। अब क्रिएटिभिटीमा खेलाउनलाई त रायन सर्की इज द मेन म्यान। कति क्रिएटिभ छ, बल धेरै लुज गर्छ, बट बल लुज गरे पनि फ्रान्सको डिफेन्स खतरा छ नि त फेरि। उपमेकानो, सलिबा होइन, कुन्डे। अनि हिज द टिपिकल माइकल ओलिसे। माइकल ओलिसे बुन्डेसलिगामा कतै 18-19 असिस्ट दिएर 18-19 गोल हानेर आएको मान्छे, विङ्गर, वान अफ द बेस्ट इन द वर्ल्ड विङ्गरलाई मिडफिल्डमा क्या, मिडफिल्ड पनि त्यो क्याम्प पोजिसनमा होइन, सिधै पछाडि डिप लाइन प्ले मेकिङमा खेल्न आइरहेको थियो। खै के खेलाउन खोजेँ मैले त बुझेन त्यो। अनि जुल्स कुन्डे उता राइट मिड टाइपको खेलिरहेको थियो। फ्रान्स, आई एम नट सो इम्प्रेस्ड विथ द फ्रान्स, बट अहिलेसम्म अर्जेन्टिना डिफेन्डिङ च्याम्पियन, वाइ दे आर डिफेन्डिङ च्याम्पियन, त्यो सो गरिहाल्यो गेममा। एन्ड सानो टिमले अडाइरहेको थियो सबै टिमलाई, बट अर्जेन्टिनाले एकदम मस्तले गेम जित्यो। एन्ड आज छ पोर्चुगलको म्याच। पोर्चुगलको कस्तो के डोङ्गा भन्ने हो कि कोङ्गासँग छ होइन, पोर्चुगल नेसनल फुटबल टिम। पोर्चुगलको डिआर कोङ्गो भनेर छ, त्योसँग छ म्याच। विल लाइभ स्ट्रिम द्याट भिडियो। त्यो उसलाई म अर्को एउटा क्लाइन्टको भिडियो एडिट गर्नु थियो र फेरि छ्यापछाप गर्नु पऱ्यो, त्यही हो। एन्ड 12 बजी आउनु होला। एन्ड फर मोर भिडियोज प्लिज सब्सक्राइब, लाइक, सेयर, कमेन्ट, के गर्नुपर्छ गर्नु। एन्ड थ्याङ्क यू, सी यु इन लाइभ स्ट्रिम।